हामी हाट बजार घुम्न हिँडिसक्यौँ। हामी तरुणीहरू 100 रुपियाँको सपिङ हो यो। अर्को नि एक बोटुको हालौँ न, पुग्दैन हामीलाई। अब आन्टी दिनुहुन्छ सिद्धार्थ सर हो र ल अङ्कल ल भइहाल्छ। ज्यामिरेको आन्टीले ल्याएको खुर्पानी चाहिँ डन्जन मिठो रहेछ यार। ज्यामिरेको आन्टीले ल्याएको खुर्पानी खाइयो। ज्यामिरेको आन्टीले किनेको फेरि यो सबको यहाँ छ। केटी बोक्ने हिँडेर हो अनि कताबाट जाने हो जान चाहिँ हामी? यहाँबाट पनि बाटो छ जस्तो छ, सबैबाट चोकचोकतिरबाट बाटो छ। त्यही अब यहाँ चाहिँ यस्तो छ। अब हामीले किन्न चाहिँ के किन्छौँ थाहा छैन। बाजेले वा पुरानो जमानाको झोला बोकेछन् यार। अब के गर्नु यस्तै चन्दा रे दाइना नजर भन्छु। दाइना पायो भने बाहेर्ने कस्तो राम्रो तरुनी एउटा पो हेर्ने भने हो त। त्यतिकै हेर्ने भने हो र लाग्नु पर्यो त। लाग्नु पर्यो लाग्नु हुँदैन। अब के गर्नु फेरि उसको गर्लफ्रेन्डले मार्ला भन्ने टेन्सन हुन्छ क्या। त्यही भएको भएर सम्भव छैन भन्दैछ। ठिक्क मात्रै पारे है बहिनी तिम्रो बोयफ्रेन्डले फेरि ढुक्क आऊ होइन शर्मिला एकदम ठिक एकदम नजिकको मान्छे यो यसले भनिदिन्छ फेरि परारै पारेर हुने मान्छेलाई उता क्यामेरा गर्नु के सिंगल मान्छेले के क्यामेरा गर्नु। ओ राम्री तरुनीहरू देख्यो। राम्रो जुत्ता लाएर बनाएको होइन, आज फुर्सदको दिन भएर शनिबारको दिन भनेर बनाएको हो। स्रष्टा पार्कबाट उँभो जान लागिरहेछौँ। अब त्यही हो। अनि त्यसपछि हामी सबैले आफ्नो सामान बोकेका छौँ है। अनि त्यसपछि यो स्रष्टा पार्क अब यहाँबाट हामी उँभोको जान्छौँ। त्यसपछि यो खरबुजावाली, यो पानीवाली, यो मकैवाली, यो केरावाली, यो डिउवाली छाउवाला अनि यहाँ के अरे मलाई अब सबैजना हामी चाहिँ स्रष्टा पार्कभित्र प्रवेश गरिसकेको छौँ साथीहरू। अब त्यस्तै हो। अब माथि गएर भिडियो त्यहीँ गएर हुन्छ होइन। अनि त्यो शिववालीको लास्टै बिजोग भएको छ कस्तो। त्यही हो। अब यस्तै हाम्रो रमाइलो भिडियोहरू यस्तै हुँदै जाँदैछ हामी। किनभने अब हामी के डाँडा जाँदैछौँ? ऐसेलु डाँडा जाँदैछौँ। किनभने हामीले नाम राखिदिएको त्यो ऐसेलु डाँडा हो न। लभ डाँडा भने त्यहाँ मान्छेहरूलाई थाहै रहन्छ। इक्जाम दिन जानेहरू लभ डाँडा भनेर त्यो नाम लभ डाँडा भएको क्या च्यानलमा। अनि आज ऐसेलु डाँडा नि भनिदिँदैछ। ऐसेलु डाँडा राखिदिउँ है यहाँ पनि। अर्को साल आउने भए चाहिँ राख्नु हुन्थ्यो। यसपालि एक सालले मात्र त अलिक पुग्दैन क्या। ओके अब एक सालले पुग्दैन। म चाहिँ पानीवाली ए वाली र केरावाली रुको जरा। यो पानीवाली हो। सबै वालीको बिचमा वाली नै भइदिरहेको क्या। आयो पानी भनेर चिसो मिठो एकदम मिलाएर खानु। गुम्बामा यो गुम्बा चाहिँ मैले भिडियो बनाउनु पाएको थिइनँ है। किनभनेदेखि म राति आएको थिएँ त्यतिखेर। अनि त्यसपछि आज चाहिँ फुल भिडियो बनाउन पाउँछ। अब लोमती भरकलाई फलो गर्नु भन्छ होइन। अब यो ट्रान्सलेटै गरौँ के फोहोर मलाई। फाइनल्ली आइपुगिसक्यौँ। अनि त्यसपछि को छ भनेर मैले यहाँ देखाउँछु। मैले युट्युब बनाएको थिएन। यो चाहिँ थियो मेलावा देवी, नेपालको प्रथम गायिका रे। ल अहिले त नामसाम पनि लेखा रहेछ। सिद्धिचरण श्रेष्ठ युकवि यसरी। अनि त्यसपछि पाण्डव सुनुवार वरिष्ठ लोक गायक रे हो मेरो सर हुनुहुँदो रहेछ। प्रदीप कुमार राई
व्याकुल माइला राष्ट्रिय गानको रचनाकार रे ल यो चाहिँ दामी बनाएछ अहिले चाहिँ पहिले चाहिँ अलिअलि मात्रै त्यस्तो कलरफुल गरिसकेको थिएन यो घरहरू बनेछ यो पार्कहरू बनेछ यो पेरिमिटर मात्रै भएन थियो अनि यो टावर अब यो टावरको छेउमा आएर फेरि फुल टावर दिन्न क्या तनाव त्यो भित्र सामान त्यहाँ बिसाइम अब यहाँ झाडु अब यो फेरि झाडुवाली हो यो झाडुवाली हो केरावालीको सुपर बस्नु कि चन्द्रगिर डाँडैमा डिचिङ 1 2 3 4 डिचिङ एउटा हेर न जेलामा खोइ के रे त्यही भएर जुत्ता खोला कि के हुन्न बस्ने केही हुन्न ल ठिक छ अब सुरु गरौँ रमेश सर बसौँ क्यामेरा म्यानबाट फेरि रमेश सरलाई चस्ला टोलीहरू लिम न एउटा एउटा मकै हट अबि ल्याउन तिमी पनि मकै एउटा चस गरौँ भनेको त हट्टिरिका कहाँ हो घर बाबै मेरो घर हाम्रो घर विराटनगर हे कसको छोरा हो बाबु कसको छोरा डिचिङ मकै चस छिटो को उल्टो मकै चस राम्रो चेस यसरी नै खानुपर्ने अवस्था आयो किनकि एकदम परियो मकै मिठो रह्यो 2 लाइन मेरो बुढीको लागि भनेर के भन्यो हामी अन्ताक्षरी खेल्दै छौं मचानी भन्न गाह्रो छ भन्दिन मचानीलाई हुनु पर्दैन माया भएर हुनु पर्दैन त्यसैले त बोलाउन मन लाग्यो माया भए बोलाउन के खाँचो मायालुको बोली सुनिरहन मन लाउँछ मायालुको बोली फर्की बस्छु मध्यमा भेट्न भोलि ल खै यी हुन्छ त खै हुन्छ नि खै रे नि मागे अन्तै दिला हसकी निर्माया हुनै छाड्यो भेट अन्तै दिला हसकी निर्माया हुनै छाड्यो भेट गर शरण माया गरन रेलीमै अलि गर शरण माया गरन नबाट
अब हाम्रो भ्लग यहाँ आएर सकिन्छ सबैजनाले बाई बाई भनौँ बाई आजको भ्लग एन्डिङ बाई बाई